लाइसेन्स आएको आएछ, प्रिन्ट भएर आएको आएछ है। यातायात व्यवस्था कार्यालय इटहरीमा भर्खरै पनि फेरि नयाँ स्मार्ट लाइसेन्सहरू प्रिन्ट भएर आइसकेको छ। तपाईको लाइसेन्स आयो अथवा आएन जान्नको लागि फेसबुकमा काउसती ड्राइभिङ स्कुल भनेर सर्च गर्नुहोस्। 33,000 फलोवर भएको पेज भेट्नुहुन्छ। मैले त्यसमा सूचना हालिदिइसकेको छु। यदि तपाईको नामको अक्षर ए र बीबाट सुरु भएको छ भने सोमबार जानुहोस् लाइसेन्स लिन। CDEFGHबाट छ भने मङ्गलबार, IJKLMबाट छ भने बुधबार, YANOPQRबाट छ भने बिहीबार, STUVWXYZबाट सुरु भएको छ भने शुक्रबार जानुहोस्। लाइसेन्स रिसिभ गर्नको लागि 9:30 बजेदेखि 4 बजेसम्म जानु होला। अनि चाहिँ तपाईँ जाँदाखेरिमा ओरिजिनल भाउचर सहित जानुहोस्। यदि तपाईँको चाहिँ थप थियो, नवीकरण थियो भने चाहिँ पुरानो लाइसेन्स पनि लिएर जानु होला। त्यसैगरी यदि पुरानो लाइसेन्सहरू अथवा रसिदहरू हराएको छ भने अनिवार्य रूपमा ट्राफिकको सिफारिस लिएर जानु होला। सर्टकटमा यो तपाईँले लिङ्कमा क्लिक गर्नुभयो भने पनि सजिलै तपाईँको लाइसेन्स चाहिँ आएको छ आएको छैन भनेर खोज्न सक्नुहुन्छ है त। यसरी लिङ्कमा क्लिक गर्नुहोस्। यहाँ एउटा फाइल डाउनलोड हुन्छ। त्यसपछि हेर्नुभयो यहाँ 3 डट छ नि। अब यो 3 डटमा क्लिक गर्नुहोस्। अनि यहाँ खोज्नुहोस् भन्ने अप्सन छ। खोज्नुहोस्मा क्लिक गर्नुहोस्। तपाईँको लाइसेन्स नम्बर जस्ताको तस्तै 01-02- त्यसरी गरेर सर्च गर्नुभयो